हेलो गाइज वेलकम टु आवर ब्लग ह्याप्पी न्यू इयर गाइस आज चाहिँ हामी ह्याप्पी न्यू इयर मनाउन सबैजनालाई नयाँ वर्ष 2026 भन्नाले इङ्ग्लिस नयाँ वर्षको शुभकामना आज हामी कहाँ जान लाग्यो गाइज फायरवर्क हेर्न है जान लाग्यो हामी चाहिँ आज चाहिँ लन्डनमा खासमा जाने चाहिँ मुड थिएन अब म चाहिँ जाने खासै घुम्ने मान्छे होइन कि जाने घुम्ने मान्छे भनेको दुईवटा हो अब उन दुईवटाले फोर्स गरे चाहिँ अब जानै पर्यो हामी चाहिँ अब राम्री राम्री भयो क्युटी क्युटी भएर जान लाग्ने सबैजना हामी त अब यस्तै हो दिदी चाहिँ बिचरा हाइट अग्लो फर्के हामी गाँटीले पकडेर यस्तो भयो अनि हामी चाहिँ अब घरदेखि सुरु गर्न लाग्यो यस्तो बनाइदिउँ न देखिरहेको आफूलाई आफै ल छ्या यस्तो घिल्लाइन जस्तो केटीहरू जस्तो आफ्नो तारिफ आफै गरेछ भन्नु ल है यति राम्री हामीले यतिकै भनेको हो अब चाहिँ हामी जान लाग्यो दुईवटा कपाल छ नि त अब हजुर थाहा पाउनु कुन कपाल हो कपालहरू चाहिँ अब रेडी हुन टाइम लाग्छ अहिले उता मैले भने जस्तो कन्ट्याक्ट नम्बर चाहियो भने है चाहिँदैन अनि अब हामी चाहिँ यहाँदेखि हिँड्ने हो उनीहरूलाई वेट गरिरहेको 2 मिनट भनेको फ्लाइट आउँछ रेडी भएन रे हेलो गाइज यो चाहिँ मेरो आजको आउटफिट यो मेरो ब्याग यो ब्याग चाहिँ मैले छोड्ने भएन क्या फेभरेट भन्नाले पनि अब म जाँदा अब सानो बोक्नलाई सोच्छु हेलो यो चाहिँ मेरो आजको आउटफिट अनि यो चाहिँ मेरो ग्लोभ यो चाहिँ मेरो टोपी अनि यो चाहिँ मेरो ज्याकेट पछ्यौरी मफलर के भन्छ सो दिस इज मी त्यस्तो भएको छु आफै हो त ल गाइज चाहिँ हामी चाहिँ हिँड्न लाग्यो है अब चाहिँ कति राम्रै पछाडि कपालहरू छन् हाम्रो कपाल गाइज एउटा भाइ थियो क्या मैले युट्युबमा गाइज हुन्छ त्यस्तो क्या कस्तो काली हामीलाई नि यस्तो काली दिदी यो अँध्यारो भएर हो नि त अहिले लाइटमा खिच्छ यस्तो अँध्यारो छ अनि अँध्यारोमा हामी अब भइरहेको लाइटले रियलमा चाहिँ यस्तै राम्री भएको छौँ ल बाहिर कपाल चाहिँ पछाडि छ नि राम्री पनि कसको लागि हुनु या we three are enough for us. So मैले बोयफ्रेन्ड नभनेको दिक्कत जस्तो तिनीहरूलाई टाइम दिन पाउँदिन भनेर हामीलाई टाइम चाहियो नि भनेर अनि भेना इम्पोर्टेन्ट चाहिरहेको क्या हामीलाई लास्ट चिसो खायो यार आज चाहिँ है सबैको कतिको चिसो छ स्टोरी भन्यो त नानी ल है हामी चाहिँ यस्तो यति मजाले गइरहेको छौँ यत्रो कपडा लाउँदा नि यति साल चिसो कि गाइज है बाई द वे My pretty girl. क्या हो यार लास्ट चिसो भयो यार मेरो फेरि चिसो आँसु आउँछ क्या आज 12 बजीदेखि आज चाहिँ 12 बजेदेखि चाहिँ यता लाइक उसमा के भन्छ त्यसले चाहिँ लाइट बाल्न लागेको छ होइन फायरवर्क यस्तो हुँदैछ त्यसैले हामी जाँदैछौँ बसहरू कहाँदेखि आउँछ कतादेखि जान्छ देखाएको हुन्छ क्या गाई चाहिँ यहाँ कति नम्बरको बस आउँछ के आउँछ भन्ने सब लेखेको हुन्छ क्या यस्तो म्यापमा चाहिँ अनि त्यही हो यहाँनिर चाहिँ अब हामी वेट गर्ने बसको अनि बस चाहिँ आउँछ अनि हामी बसमा चढेर खासमा ट्रेनमा जाने भनेको दादाले चाहिँ के भन्यो टाइम लाग्छ बहिनी त्यही भइरहेको जानुपर्छ बसमा अरे बोल्न के गर्दैछ
चुरोट खाएको चाहिँ होइन है चुरोट चाहिँ खाँदैन हामी चाहिँ बसको वेट गरिरहेको अब यहाँ यतातिर चाहिँ के हुन्छ भने यस्तो बस स्टपहरू हुन्छ क्या लाइक यस्तो हुन्छ होइन अनि यहाँनिर नम्बर लेखेको हुन्छ क्या कति नम्बरको बस आउँछ यहाँनिर है अनि के गर्छ भनेर सब थाहा हुन्छ क्या अनि अब हामी चाहिँ बस स्टपमा वेट गरेर जान लागेको है अब जति राम्रै भयो नि धेरै नक्कल पारेर हिँड्नु पनि नसकिने क्या अब चिसो छ कपडा लगाउनै पर्यो होइन सबैजना अब आफ्नो आफ्नो धुनमा यो र म चाहिँ आफ्नो धुनमा ल अब 1 मिनट हामी बस पनि आउँदैछ अब बस चाहिँ खाली रहेछ भने चाहिँ अब मान्छेहरू रहेनछ भने चाहिँ हामी भिडियो बनाउन सक्छौँ है नसक्ने होइन तर मान्छे छ भने प्लिज गाइज है हामी चाहिँ अब भिडियो बनाउँदैनौँ अब के हुन्छ नि डिस्टर्ब गर्नुहुन्न कि यताको मान्छेहरूलाई मन पर्दैन नि त हुन्छ होइन खतरा दाम छ क्या त्यही हो गाइस होइन अब चाहिँ हाम्रो अर्को स्टेसनमा दादा यहीँदेखि जान्छ होला होइन अब हामी चाहिँ यहाँ आइपुगेको अब यहाँदेखि हामी अर्को यतातिर चाहिँ यस्तो हुन्छ क्या त्यसमा चाहिँ नाम लेखेको हुन्छ क्या बसहरूको यो नम्बरको बस अब आउँछ यो नम्बरको अब आउँछ भनेर भनिरहेको हुन्छ आइरहेको छ अनि त्यहाँ हेरेर हामी चाहिँ वेट गर्ने हो हामी चाहिँ यहाँ वेट गरिरहेको यो पनि आइसक्यो यस्तो जाम छ जाम नेपालमा मात्र होइन यहाँ पनि हुन्छ विदेशमा जाम हुन्छ जताको त्यो रुल्स हुन्छ नेपालको भन्दा धेरै हुन्छ है त ल गाइज हामी चाहिँ अब नेक्स्ट बसमा चढ्नेवाला छौँ साँच्चै त्यहाँदेखि अनि बसमा आएर अनि दामी छ है पछाडि मेरी क्रिसमसको अब मेरो क्रिसमस सकिसक्यो क्या कस्तो अनि त्यस्तो नभनिदिउँ न अनि दादा हामी त ट्रेनमै जानु लाग्यो होइन र यो माथि बस आउँछ हो म माथिको एरिया चाहिँ आएको छैन क्या वाउ जस्ट लुकिङ लाइक अ वाउ दादा है गाडी सुन्नु मात्र पर्छ सबैजना थाकिरहेको थियो सिडी चढेर आयौँ नि त तर कस्तो मजाको रहेछ है यसरी नि ऊ पछाडि हाम्रो दिदी हेलो फाइनल्ली हामी यति राम्रो ठाउँमा आएको थियौँ होइन पछाडिको भ्यू हेर्छु है हामी छौँ है हामी छौँ गाइज होइन कस्तो क्युट छ नि पछाडि दामी मेरी क्रिसमसको हो होइन लाइक तर हामी अहिले आयौँ मेरी क्रिसमस लेखिरहेको छ माई गड गाइज होइन हामी चाहिँ फाइनली लन्डन ब्रिज चाहिँ पुग्यौँ तर हामी फायर गरेको हेर्ने भन्ने ठुलो धोको थियो हाम्रो त्यो चाहिँ भएन अब हामी चाहिँ लन्डन ब्रिजसम्म चाहिँ पुग्यौँ अब त्यहाँ जान्छ अब हुन्छ कि हुन्न थाहा छैन है चिसो भइसक्यो धेरै म त सक्दैन नि त त्यही म सक्दैन प्लिज भन्दा चाहिँ लास्ट चिसो भइसक्यो अनि यहाँदेखि चाहिँ फर्किने सोचिरहेको छौँ हामी चाहिँ गाइड होइन अब पुग्यौँ भने चाहिँ देखाउनेवाला चाहिँ पुगेन भने नि माइन्ड नगर्नु हामी चाहिँ घुम्न आएको छौँ घुम्दा केएफसी खानाको भुलाएर ड्रिङ्क गरिरहेको कपाल चाहिँ कपालले नै भिडियो बनाइदिएको है त्यो कपालहरूलाई छुट्याएर तिनवटी मात्रै गएछ खाना नभन्नु केएफसी खाना आएको हामी चाहिँ पैसा सहा महँगो सहा चिसोले अब हामी चाहिँ अब हामी आएको चाहिँ फाइरोड हेर्न आएको अब त्यो हेर्न पाइन्छ छैन होइन अब जान्छ फेरि हेर्न मन छ क्या अनि हेर्न जाने गइसक्यो यो चाहिँ म घर लग्नुमै धेरै भयो क्या कस्तो मनपर्छ क्या गरिदिन्छु क्या म चाहिँ अनि रुममा ल्याउँछु अब घर त पछि कहिले हो होइन के भन्दाखेरि अब चाहिँ हामी जाने रिटर्न हुँदाको अनि
त्यहाँ गएर फेरि अब थाइरोइड छ भने हेर्ने अन्त भने अब फोटोसोटो खिच्छ केटीहरूले अनि